ललितपुरको सेतीपाखा हाइटमा यति राम्रो राम्रो टुकुरा नसोचेको मूल्यमा लिन चाहनुहुन्छ? नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँले हेर्नुहोस् न, धेरै साथीहरूको डिमान्ड अनुसार ललितपुरको साना गाउँको एउटा जग्गा 7 आना जग्गा राखेको थियो, त्यो त बिक्री भइसक्यो। अर्को पनि हो ललितपुरको इमाडोलको सेतीपाखामा रहेको। तपाईँले यहाँनिर एउटा होइन है, 2-4वटै टुकुरा पाउनुहुन्छ। राम्रो राम्रो रहेको छ। पूर्व पश्चिम फेस गरेको टुकुराहरू 3 आना 1 पैसादेखि राम्रो राम्रो 5 आनासम्मका टुकुराहरू। बाटो पनि सर ठुलो 5 मिटरको ढलान बाटो, ढलको निकास भइसकेको, खानेपानीको धारो, बत्तीको सुविधा वरिपरि घरको बिचमा रहेको। तपाईँलाई यो जग्गाको बारेमा सम्पूर्ण जानकारी दिनेछु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। ल आउनुहोस् जग्गा हेरौँ है त। आजको बिक्रीमा रहेको जग्गा यही नै हो। तपाईँलाई जस्ताको तस्तै जानकारी दिँदैछु है त। तपाईँलाई अर्को जग्गा पनि रहेको छ, त्यो जग्गा पनि एकैछिनमा देखाउनेछु। पहिला यो जग्गा देखाउँदैछु। ल हेर्नुहोस्, यहाँ एउटा टुकुरा रहेको छ यति राम्रो मिलेको, र यहाँ अर्को टुकुरा रहेको छ है। अब उतापट्टि अर्को टुकुरा रहेको छ, घरसँगैको जग्गा हेर्न सक्नुहुन्छ है त। यसै गरी यो बिचको बाटो भयो, यो ठुलो बाटो रहेको छ है। तपाईँहरू ललितपुरको हात्तीबन्ध र इमाडोल जोडिने यो एकदमै ठुलो बाटो, यहाँको मेन बाटो भन्दा पनि हुन्छ। 5 मिटरको बाटो रहेको छ, 16 फुट 3 इन्चको बाटो, ढलको निकास भइसकेको छ। बाटो सर ढलानै पाउनुहुन्छ है। तपाईँहरूले अगाडिपट्टि हेर्न सक्नुहुन्छ, राम्रो राम्रो घरहरू बनिसकेको, एकदमै भिआइपी एरिया। टक्क हाइटमा रहेको हुँदा बिहानदेखि बेलुकासम्म घाम लाग्ने, पानी, बत्ती, रुटको गाडीको सुविधा सबै पाइ नै हाल्नुहुन्छ है त यो जग्गा लिँदै गर्दा। अब तपाईँले यतापट्टि पूर्व फर्केको भयो होइन, पूर्व फेस। तपाईँले यहाँनिर पनि राम्रो राम्रो छानी छानी 4 कुना मिलेका स्क्वायर आकारका जग्गाहरू लिन सक्नुहुनेछ। आएर हेर्नुहोस् होइन, तपाईँलाई कुन किता मनपर्छ त्यही लिन सक्नुहुनेछ। अब यो तपाईँले अगाडिको यसो व्यापारिक हिसाबले सेमी कमर्सियल जग्गा बनाउँछु भन्दा पनि मिल्ने, किनकि अगाडिपट्टि सटर बनेको घरहरू छ भने। यो मेन बाटो तपाईँलाई भनिसकेँ, हात्तीबन्ध र इमाडोल जोडिने मेन हाइवे बाटो यहाँनिरको है त, अरू बाटो छैन। यही बाटो मजाले गाडीहरू हिँड्छ। यति राम्रो जग्गा हेरिसक्नुभयो तपाईँले, पक्कै पनि किनौँ लागिसक्यो होला। यति राम्रो जग्गा हेरिसक्नुभयो तपाईँहरूले। अब आउनुहोस् यो जग्गाको बारेमा सर र सम्पूर्ण जानकारी दिनेछु है। यो जग्गा एक्ज्याक्ट लोकेसन भन्नुपर्दा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिकाको ठ्याक्कै यो सेतीपाखा हाइटमा रहेको है। तपाईँहरू हात्तीबन्धदेखि पनि नजिकै इमाडोलको सेतीपाखा हाइट भनिसकेपछि इमाडोल त भइ नै हाल्यो यो एरिया नै। तपाईँहरूले आउनुहोस् हेर्नुहोस् है। 3 आना 1 पैसादेखि 3.5 आना, 4 आना, 4.5 आना, 5 आनासम्मका टुकुराहरू पाउनुहुन्छ। बाटो टक्क यो 5 मिटरको ढलान बाटो, ढलको निकास भइसकेको, 16.3 इन्च रहेको छ भने बत्तीको पोल, पूर्व पश्चिम फेस गरेको जग्गाहरू रहेको छ, वरिपरि घरको बिचमा। आउनुहोस् यहाँनिर के कति चलिरहेको छ बुझ्नुहोस्, त्योभन्दा पनि एकदमै मिलाएर दिन्छु भनिसक्नु भएको छ। मौकाको फाइदा उठाइहाल्नु होला। तपाईँले ललितपुरको राम्रो एरियामा राम्रो जग्गा किनेर घर बनाउने विचारमा हुनुहुन्छ भने यो जग्गा तपाईँहरूकै लागि हो। ढिला नगर्नु, साइडमा हेर्नुहोस् न, जग्गाको लागि भन्दा म राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझेर लिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस् त, नमस्ते, धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग जाओस्।